हेलो नमस्ते सबैजनालाई स्वागत छ मेरो आजको न्यू भ्लगमा। म धेरै दिनपछि आएको छु, सायद भ्लग गर्न होला। अनि चाहिँ अहिले चाहिँ यसो सोचेँ आज भिडियो बनाऊँ, केही बारेमा कुरा गरौँ। म चाहिँ अब युट्युब स्टार्ट गरेको समथिङ 1 वर्षै भइसक्यो। 1 वर्ष भए पनि अब केही गरेको छैन अझैसम्म। हेर्नु, सुरुमा मलाई नि इन्ट्रेस्ट लाग्थ्यो युट्युबबाट, अब यस्तो उस्तो मान्छेहरूले भन्थ्यो। अनि बिस्तारै इन्ट्रेस्ट हराउँदै जाँदैछ क्या। हो, त्यही भएर सोचेँ आज धेरै दिनपछि यो भ्लग्समा आएको छु। सर्ट त एउटा दुइटा हालिरहेको हुन्छु, तर यो भ्लग चाहिँ धेरै पछि आएको छु। सायद यस्तै चलिरह्यो भने यो युट्युब च्यानल पनि सायद मैले डिलिट गर्न सक्छु होला। अब लङ भिडियोमा चाहिँ मैले नहाल्नको कारण चाहिँ मेरो अलि भ्युजै नजाने, अब थम्बनेल बनाउन यस्तो ढङ्गै नभएको। त्यही भएर अब जहाँसम्म मलाई लाग्छ अब सायद युट्युब च्यानल नै मैले डिलिट गर्ला जस्तो छ। त्यही भएर यसो आज भिडियो बनाउन आएको। सायद डिलिट गर्नु नि पर्छ होला, किनकि अब टाइम दिन सकेको छैन युट्युबलाई मैले। अब टाइम पहिला हुन्थ्यो, त्यो दिमाग पुगाउँथेन। अब टाइम भएको टाइममा अब जति ठुलो हुँदै गयो उति अब कामको चल्तीले टाइम नपाउने, टाइम चाहिने यसमा। त्यही भएर अबदेखि म कि सधैँ भिडियो हाल्छु होला सायद, कि मैले अब युट्युब डिलिट हानिदिन्छु समथिङ। यो कुरामा दुइटा सोचेछु म, एउटा डिसिजन लिन सोचेछु। किनकि अब यत्रो स्टार्ट गरिसकेँ, एक वर्षै भइसक्यो मैले यो युट्युब स्टार्ट गरेको अहिलेकोदेखि होइन। त्यही भएर सोचेँ अब 1 वर्ष अझै मैले रेगुलर भिडियो हरेक दिन लिएर आउन कोसिस गर्छु। अब भ्लग्स भिडियो नसके पनि मैले सर्ट भिडियो ल्याउन कोसिस गर्छु। के गर्ने आजकलको त्यो भन्दै 1 वर्ष अझै कोसिस गर्छु। 1 वर्ष त्यो भएपछि म चाहिँ अब सायद त्यस्तै पऱ्यो भने डिलिट पनि हानिदिन्छु। 1 वर्ष अझै हेर्छु के कसो हुन्छ। 1 वर्षमा सायद मेरो अब 1K सब्सक्राइबर पुग्यो भने चाहिँ मैले कोसिस गर्छु। यति 1K सब्सक्राइबर पुगेन भने मैले चाहिँ मेरो सायद हुन नि सक्दैन होला यो। अब त्यस्तो छ भने अब के त्यो गर्ने भन्छन्, मेहनत गर्नेवाला कि कभी हार नै होती है। तर के गर्ने, यो त्यो गरेर नि टाइम चाहिने यसलाई फेरि। हेर्नु, त्यति टाइम मैले दिन सकेको छैन। अब टाइम चाहिएको टाइममा अब मेरो काम हुन्छ, काम गर्नु पऱ्यो। अब सधैँ टाइम दिउँ भने अब यसमा भ्याउँदैन म। त्यही भएर लास्ट डिसिजन लिन खोजेको कि 1 वर्ष अझै वेट गर्छु। 1 वर्षमा 1K सब्सक्राइबर कट्यो भने म चाहिँ कन्टिन्यू गर्छु भिडियो हाल्न। यति यो वर्षमा 1K सब्सक्राइबर पुगेन भने म चाहिँ सायद युट्युब डिलिट पनि गर्छु होला। कोसिस गर्छु के हुन्छ। तर आजकल अलि भिडियो बनाउन पनि पाएको छैन त्यस्तो साह्रो। अनि अहिले चाहिँ म यतै काम गर्न आएको थिएँ। अहिले चाहिँ फार्मतिर छु म, यता हेर्न सक्नुहुन्छ। म अहिले घाम लाएर बसेको छु यहाँ। कोसिस गर्छु के हुन्छ थाहा छैन। हेर्नु, त्यसपछि कोसिसमा के 1K सब्सक्राइबर पुग्यो भने चाहिँ म अझै कोसिस गर्छु। गर्मीको टाइम पनि आइसक्यो, पसिनै पसिना भएछ।
त्यस्तो साह्रो त पसिना आएको छैन, त्यही पनि गर्मी लागिसकेको छ धेरै। आजकलको अब आजकल न अब अहिले के हुन्छ हेरौँ। आजको भिडियोमा यति नै, मिल्छु नेक्स्ट भिडियोमा। कोसिस गर्छु योभन्दा बेटर बनाउने भिडियो, किनकि अब म सायद सधैँ भिडियो पनि हाल्न सक्छु रेगुलर। त्यही भएर 1 वर्ष चाहिँ म 1K सब्सक्राइबर पुगाउन फुल टु कोसिस गर्छु। पुग्यो भने सधैँ भिडियो हाल्छु 1 वर्षमा। यति पुगेन भने यो सायद त्यसपछि म युट्युब पनि चलाउँदैन होला, च्यानल डिलिट गरिदिन्छु। आखिरी मेरो त्यही हो। हस् त, यति भन्दै म जान्छु।